हेलो एभ्रिवान हिजो चाहिँ रिन्सेनको ढोग भेट्यो अन्त आज चाहिँ मैले बिहा हो त्यही कारण हाल्दैछु हेर्दै भन्नुहोस् त के कस्तो हुनेछ भिडियो चाहिँ एकदम डाइनिङमा बसिराख्नुपर्छ हाम्रो गाउँको नाना आनी सबैजना अन्त यो चाहिँ डाइनिङ हो जन्तीहरू चाहिँ खाजा खानुको लागि आउनु हुँदैछ सबैजना मैले चाहिँ हिजो ढोग भेटको हालेको थिएँ भिडियो आज चाहिँ यो बिहाको हालेको अनि यहाँ माथि चाहिँ हामी मण्डपमा आएको थियो ऊपर चाहिँ भिडियो हुनुहुन्छ हेर्दै गर्नुहोस् ल म देखाउनेछु तपाईँहरूलाई यो चाहिँ आजको बेहुला बेहुली हो त्यो चाहिँ एकदम खदामाला गर्दैछ हामीले पनि अलिक एकछिन भिडियो गर्नुपर्छ बेहुलीको आमा हो यता चाहिँ बेहुलीको पनि यहाँ चाहिँ सबैजना म त माथि गएर आएको फोटो खिचिकिन जन्ती हुनुहुन्छ अन्त पाहुनाहरू आउनुभएको टाढोबाट सबैजना चाहिँ खाजा खानु हुँदैछ आज चाहिँ एकदम खाजा म तपाईँले देखाउँदै जानेछु यता रहेछ नि त गाइसहरू चाहिँ अन्त एकदम खाइरहेछ यहाँनिर रहेछ यता आँसु चाहिँ बिचरा बाहिर बसेर खानु हुँदैछ बच्चीमा किन यसरी खानुभएको आँसु बाहिर बसेर यता आङ्गी पनि हेर्नु बाहिर बसेर नि हुन्छ बिहा दियो म त खान्छु अहिले खान्छु अब चाहिँ हामी खदाहरू गर्दैछ बेहुला बेहुलीलाई एकदम खदा लगेर चाहिँ गिफ्टहरू दिँदैछ अन्त हामी गिफ्टहरू दिँदै फोटो पनि खिच्यौँ बिहामा चाहिँ यस्तो दामी जिलेबी पोल्नु हुँदो रहेछ यसरी यहाँ दिदीले एउटा मात्रै तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनुहोस् होला बाइ बाइ गाइस।